आखिर शब्दहरू गल्ती हुँदै हुँदै ठाउँको नाम फरक हुन जाने अपभ्रंश हुने कुराहरू त यस्तै यस्तै छ नि। हेरौँ न, सूचना बोर्डमा धापसिम हुनुपर्नेमा बोर्ड बनाउँदा धापसिङ भएछ। अनि अरू अन्य के अरे व्यक्तिहरू आएर यो ठाउँको नाम धापसिङ रहेछ भनेर भन्ने भयो नि त। त्यसैले गर्दाखेरि हाम्रो हाङमा चुली पनि हाङमा सुली भएर अपभ्रंश भएको छ। र यसरी शब्दहरू सत्य र साँचो सच्याउन सुनिश्चित गर्न सुसूचित गर्न मुख्य कुरा नै रहेछ है यो हाम्रो धापसिम पर्यटक क्षेत्रको। यस्तोहरू त अनि देखाइएकै थिएन त कहिले। अब यहाँ हेर न, हाम्रो धापसिम कस्तो हुँदैछ हेर त। तिमीलाई बोलाएको त्यतिको भाइ। बाटोको छेउमा त्यो पर विकास भएको छैन, यहाँ त त्यस्तो विकास भइसक्यो। विकास त अब रफ्तार छ नि।